औ के छ हल्ली चल्ली केटाहरूको नयाँ नौलो के छ ल आइसक्यो फेरि है त गेममा फेरि ल आज रहेको छ डे 2 र आज म देखाउन जाँदैछु तपाईहरुलाई के भन्दाखेरि हिजोको जस्तो सेम अट्याक कसरी हान्ने फेरि आज म तपाईहरुलाई दुईटा अट्याक हानेर देखाउँछु त्यही पनि दुईटै 3 स्टार 3 स्टार एड गर्दा 6 स्टार हान्छु होला ल है त मेरो 32 मा छु हैन इलेक्ट्रोको 32 मा छु र हाम्रो वार स्टार्ट भएको छैन हामीले हार्यौं मैले के भएर हान्नै सकिन क्या हेर्न सक्नुहुन्छ मेरो टाइमै भएन कुनलाई 12 स्टार मात्र गयो आई एम सो सरी फर माइ ओन गिल बाइ द वे म जाँदै छु के गर्न भन्दाखेरि अट्याक हान्न है त ल यो ट्रुप हैन मेरो क्यान्सल गरौँ म लिन्छु यो फर्नेस एकदम दामी हुन्छ आई लाइक इट टु मच कम्पेयर टु अदर ट्रुप्स फर सीसी हैन अनि यो दुईटा लिन्छु टोटम अर्को के लिने त हो माथि कति छ यो अनि have only 2224 है त ल ल त केटा हो ल एसएस परेको छ अब के लाग्छ तपाईहरुलाई फुल जाला त कमेन्ट डाउन बिलो ओके पहिला सुरुमा टेक्निक हाम्रो यो मेन प्रब्लम भनेको रिभेन्ज टावर एन्ड मोनोलिथ हो यो दुईटालाई चाहिँ एकदम फोकस गर्नुपर्छ टाउन हल 18 मा अट्याक हान्दाखेरि सो म कसरी हान्छु भन्दाखेरि हेर्दै जानु होला है त ट्रिक हेर्नु होला आरसी छोडे मैले आरसी लाई एउटा इन्भिजिबल हाने अनि टेक्निक हेर्नु यसको 2 सेकेन्ड पछि टक्क फेरि हाम्रो स्पिरिट फक्सले इन्भिजिबल पार्दिन्छ यो चाहिँ एउटा बेनिफिट हो यो ट्रुपको यो मर्न सक्ने धेरै सम्भावना छ ओ शिट आई मेड अ मिस्टेक हियर डोन्ट वरी अब यसै गरी बिस्तारै फर्नेस बनाउँदै गर्छु हाम्रो किङ र क्वीन मिलेर हामीले यो छोड्ने छौं यहाँ र यसै गरी यो अनि यो 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 हैन अब यहाँनिर यो गरम यस्तो भयो हैन अब यो हामी युज गर्दिहालौं यो रिभेन्ज टावरले मलाई सारे ल्याङ्डहरु टोटम हान्दिहालौं गेम इन द वान पर्दैन होला केही छैन अब हाम्रो ल्यान्ड पनि छोडिसकेको रहेछ मैले पर्फेक्ट टाउन हैन Oh no, I'm so worried. I'm so sorry, यो पाली मान्छे नै हो गल्ती भएछ सो I also made a mistake here किनकि मेरो आरसी नम्बर चाँडै नै देख्न सकिन I'm so sorry एपिक पायो सोल्भ अब्स्टेकल त्यो म सेल गरेर 50 जिन्स लिन चाहन्छु र फेरि है त लास्ट वान अट्याक टुडे डे 2 टुडे इज डे 2 सो नो प्रब्लम यो बेस हेर्नुस् कस्तो देख्दाखेरि कता हो जस्तो लाग्न सक्छ सुरुमा हाम्रो नजर कहाँ हुनु पर्यो भन्दाखेरि यसको रिभेन्ज टावरमा र मोनोलिथमा हुनु पर्यो हैन अब के गर्ने भन्दाखेरि सुरुमा हामीले आरसी छोड्नु पर्यो
आरसी कसरी छोड्ने भन्दाखेरि म सुरुमा यसको मोनोलिथ हेर्छु आरसी यताबाट यसले राम्रो फनल बनाउन सक्छ मेरो रेजिस्टर हालेर एकदम बलियो बनाइदिनु हामीले आफ्नो आर्टलाई त्यसै गरी हामीले यतापट्टिको लेन क्लियर पारिसकेको छौँ दार्जिलिङ आर्चर पिनले यता खाना बनाउनु अनि नजर लगाउने के गर्दै जब खानेर हो यस्तो अनुसारमा आइसक्रिम छोड्ने कारण भनेको त्यसलाई मात्र कार्य गर्छ त्यसै कारण छोडै टाइम वेस्ट नहोस् भनेर कार्य रोलिङ छोड्यो साह्रै लिँदो Right. Let's go to the one baru ranking untuk kelas ini loh jadi kan ini sana ini खा पर्यो पालीको ल यसै गरी आजको लागि यति नै जसले हेर्नुभयो धन्यवाद थ्यांक यू फर वाचिङ माइ डे टु भिडियो अफ COC and bye bye